10 साल में गुड़िया ना दे पाया, वो एक रात में दुनिया देने की सोच रहा है। बना डालो इस थाने को शम्स। एक बार जब उसने रण को तिलक लगा दिया, भूल जाता है उसके धड़पे। उसके बारे में एक बात बताना तो मैं भूल ही गया। वो एक अचंभे की तरह हर बार मौत के द्वार पर माथा टेक कर वापस आ ही जाता है। इसी दिन का इंतजार था। अब उसे पता चलेगा, मौत का चेहरा बदला है। नमस्ते साथीहरू, आज म कुरा गर्न गइरहेको छु भोला पार्ट 2 मुभीको बारेमा। अब भोला पार्ट 1 मा अजय देवगनले आफ्नो छोरीलाई लिएर गइसकेपछि अब एउटा पार्ट 2 को लागि एउटा दिएको छ, जसमा अब जहाजमा हैन अभिषेक बच्चनको हात काटेको र नयाँ फलामको हात राखेको हामीलाई देखाइएको छ र बदला लिने टाइपको कुरा गरेको र मुभी पार्ट 1 सिद्धिएको देखाइएको छ। पार्ट 2 मा चाहिँ यस्तो हुनसक्छ कि अब पार्ट 1 मा अब अजय देवगन र अभिषेक बच्चनले एकैजना केटीलाई मन पराएको हुन्छ र त्यो केटीले चाहिँ अजय देवगनलाई मन पराएको र अभिषेक बच्चनलाई अब हैन छोडेको हुनसक्छ, जसले गर्दाखेरि अभिषेक बच्चनले अब त्यो केटीलाई पाउनको लागि अजय देवगनसँग दुश्मनी गरी त्यो केटीको पनि हत्या गरेको हुनसक्छ हैन। त्यसैले अब त्यो केटीको हत्या गरेको या हातपात गर्न खोजेको क्रममा अजय देवगनले चाहिँ अभिषेक बच्चनको चाहिँ हात काटेको हुनसक्छ। पार्ट 2 मा चाहिँ यो सिनहरू देखाउने सम्भावना धेरै रहेको छ हैन। अब चाँडै नै यो मुभीको अब सुटिङ हुन लागिरहेको छ हैन। यो मुभीको अब सुटिङ भयो भने हामीले करिब 1 वर्ष जति कुर्नुपर्छ अझै यो मुभी आउनको लागि। साथीहरू, तपाईहरु यो भोला मुभी पार्ट 2 को लागि कतिको एक्साइटेड हुनुहुन्छ हैन, कमेन्ट गर्नुहोला र भिडियोलाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्यांक यू।